नमस्कार सम्पूर्णमा यहाँ अब गुरुजी आइसक्नु भएको छ। तपाईँले चिन्नुहुन्छ है, भण्डारीको छोरा निरौला भनेर लेख्छ है उहाँहरू। मेरो फेसबुक आइडीमा चाहिँ होइन, आज चाहिँ मेरो यहाँ घरको अब शुभारम्भ हुँदैछ है। आज भूमि पूजन छ, नयाँ घर बनाउनु एउटा आँट गरेको है। र यहाँ है गुरुजीले तयारी गरिसक्नु भएको छ। र अहिले जेसिबी चाहिँ अहिले अलिक ढिलो आउँछ, किनकि टायरमा अलिकति है खराबी आएको कारणले है काँटी पसेकोले चाहिँ अहिले 11-12 बजी आइपुग्छु भनेर भनिसकेको छ। र उहाँहरूले आफ्नो कार्यक्रम गर्नुहुनेछ। र तपाईँलाई तल है जुन अब नयाँ जग्गाको तल जमिनमै जानु पर्यो होइन। लु त अब लागौँ है, लागौँ। र त यहाँ भूमि पूजा अब सुरु भइसकेको छ। यहाँ विशेष गरेर काका काकीले चाहिँ यहाँ अलिकति है, काकीको पनि पर्थ्यो जमिन, काका काकी र काकीहरूले यहाँनिर है हामीलाई घर बनाउनु चाहिँ दिनुभएको छ। धेरै धेरै धन्यवाद हाम्रो काकालाई। काका चाहिँ आज बहिनी बिहार भएर तल सिलगढी जानुभएको रहेछ, भेट्नु पाइनँ काकालाई। र काकी चाहिँ आइसक्नु भएको छ र मेरो मिसेसहरू यहाँ। र यहाँ अब भूमि पूजा सुरु हुँदैछ है। ल यहाँनिर भूमि पूजा सुरु गर्दैछ। र त सुरु गर्दैछ यहाँनिर। यहाँ औठी लाउनु पहिला रातो फुल लिएर नमस्कार गर्नु। ओम स्वस्तिन इन्द्रो वीर सवाह स्वस्तिन पुखा विश्ववेदाः स्वस्तिन तारकादिष्टनेमि स्वस्तिन बृहस्पतिर्ददातु पितरस्वामरुता विसीमा तरः शुभं या भानु विदधे पूजकमयः अग्निदेवा मधवसूरचक्षस्य विश्वेनो देवा अवसागमन्य भद्रं कर्णे विष्णुयाम देवा भद्रं पश्येमाक्षभिर्यजग्राः स्थिरैरङ्गै तुष्टुभागुंसमहि देवहितं यदायु सदमिन्नु शरदो अन्ति देवा यत्र न सर्वजरसं तमो नाम पुत्रासो यत पितरो भवन्ति मानो मध्याधिकतायुगन्तो अदिते देवरदितिरन्तरिक्षमदितिर्माता सपिता सपुत्रः विश्वदेव अदिति पञ्चजना अदिति जातमदितिर्गणितं देवशान्तिरन्तरिक्षं शान्ति पृथिवी शान्ति राप शान्ति रोगदयः शान्ति वनस्पतयः शान्ति पुष्पे देवता ग्रामदेवताभ्यां वेदपुरुषाय पुराण पुरुषोत्तमाय नमः सर्वैव देवी नमः सर्वैव ब्राह्मणेभ्यो नमः सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकलं बलसतिपतकलिं शिवे सर्वार्थ साधिके शरणत्रम्बिके गौरी नारायणी नमस्ते। एउटा पैसा लिएर पानी सङ्गतनु पैसा लिएर पुष्पम दिन हातमा। ओम तत्सत ओम तत्सत ओम तत्सत ओम विष्णु ओम विष्णु ओम विष्णु श्रीमद् भगवते महापुरुषस्य विष्णुरागय प्रवर्तमान जगत सृष्टि करेण ब्रह्मण श्री संवत् शरणं मध्ये कालसिद्धर्तनं संवत्सरे श्री सूर्य उत्तरायणमा शतसमासे हे फाल्गुन मासे चन्द्रमानेन चैत्र कृष्ण पक्षे चतुर्थी तिथौ शनिवासरं दिने हे अद्यत्यादि आयता प्रवरणितः प्रमिला कन्या राशि प्रमिला देव्यं मम यः चिरकालपर्यन्तं वासकर्मणि निमित्तक गृहारम्भ कर्मणि निमित्तक प्रत्येक सङ्कल्प अहं करिष्ये। तिनी फ्याँक्नु होइन, राशिगत कार्य करम्यहं खोल्नु। अब पूर्व पश्चिम उत्तर दक्षिण आकाश पाताल सबैतिर छर्किनु उठेर छिटो पूर्व यसो भयो उता लु यो दियोको दुईपट्टि फुल राख्नु, अक्षत चढाउनु, प्रसाद त्यहाँ छ, त्यहाँ पनि छ प्रसाद हो। ओम कर्म नम कमला नाभाय नमस्ते जलसाइने नमस्ते केशवनन्छ वासुदेव नमस्ते। यहाँ कलशलाई यसो यहाँ अक्षत अपम तथे वरुणाय नम या गच्छ या तिष्ठ या गत् पूजा गर इष्टले ताने भनिदिनु। ओम वनस्पतिरसो दिव्यं गन्धतो गन्ध उत्तमम् आग्रियं सर्वदेवानां धूपं प्रतिगृह्यतां त्यहाँनिर राख्नु। भवान् निक्षरा निवेशनी यच्छ न सर्व सप्रथाः पनि राख्यो। अक्षतामा राख्यो, चन्दन पनि छ। गुवाहाटी जाने हात पाएन, पानी छर्किदिने यो चन्दन अक्षता चढाउनु। त्यहाँ नरिवल पनि छ, सानो फुल दिनु, नमस्कार गर्नु। सो मम अब जाने गर्भदम तम जासी गर्भदम
ओम विघ्न विनाशनाय श्रीमन्महागणाधिपतये नमः। अब यहाँनिर गौरीलाई सम्झेर त्यसरी नै पढाउ न बस पानी छर्किनु। पानी है मानो हविर्भि अहेदमानो भरणी हवोदा वनस्पतिरसो दिव्यं गन्धतो गन्धोत्तमम् अग्रियं सर्वदेवानां धूपयं प्रतिगृह्यताम्। टेक्चुम भनेर माफ माग्छौँ छ र है, तपाईँलाई टेक्चुम भन्छौँ। त्यस्तै अब यो पृथ्वीलाई कोट्याउनु पऱ्यो, काट्नु भनेको त अब उयो नै हो नि त है। त्यसले गर्दा चाहिँ अब सम्झेर लु है, अब हामी चाहिँ घर बनाउँछौँ होइन, तपाईँलाई यसो कटिङ गरेर र तपाईँ चाहिँ एकदम खुसी भएर हामीलाई सहायता दिएर होइन, यो केही घर बनाउँदा बिग्न बाधा केही नभइकन चाहिँ हाम्रो घर एकदम कम्प्लिट होस्, हामीले चाहिँ हाम्रो महल बनाउनु पाऊँ भनेर चाहिँ पहिला सुरु यहाँ पानी छर्किनु उसले, त्यहाँदेखि यो हतियारलाई पनि पानी छर्किनु, फुल राख्नु, अक्षता राख्नु। अरू श्री सत्यलक्ष्मी पत्कन्या भौ रात्रि पार्श्व नक्षत्राणी रूपमय छन् व्यापिनी छन् खानमय खानम सर्वलोकमय खानम भयो। त्यहाँदेखि कपुर बत्ती बाल्नु है हजुर। के अरे उयो चाहिन्छ त 5 वटा उयो पनि ओम चन्द्रमा यसो छेउमा फुल राखेर ओम चन्द्रमा मनसो जात चक्र सूर्य अजायत श्रोत्राद्वाय सपना सम्मुखा दग्नि रजायत। अलिक यता राख्नु त, अझै उता अलिकति अझै अझै हो त्यो थाललाई त डिस्टर्ब गर्छ होला थाला। लु 3 पल्ट फक्त गहिरो बनाएको भएको राते पार्श्वमा सर्वलोकमय खानम। यसो सानो फुल राखेर अक्षताले पूजा गरिदिनु। उयो 5 वटा ढुङ्गा बस ल पुर्नु ल त्यहाँ पुर्नु पर्यो। धागो बाँगेको ढुङ्गा भेटायो भन्दा नि भोलि बोल्छु फेरि आयो ल त्यहाँदेखि भरे त्यसले पूजा गर्नु पऱ्यो। लु पूजा गर। अघिकै जस्तो पानी छर्नु 5 वटालाई रूपमा छन् व्यातिमै खाना खानम ममै खानम सर्वलोकमय खानम। फेरि सबै फुल राख्नु पऱ्यो सबैमा। यसोहरू चाहिँ लेखिदिन्छ। लु धुप घुमाइदिनु, त्यहाँदेखि त्यो आरती पनि घुमाउनु। तमम आग्रियम सर्वदेवानां धूपयं प्रतिगृह्यताम्। चन्द्रमा मनसो जात चक्षु सूर्य अजायत श्रोत्राद्वाय सपना सम्मुखा दग्निरजायत। ओम चन्द्रमा मनसो जात चक्षु सूर्य अजायत श्रोत्राद्वाय सपना सम्मुखा दग्निरजायत। राख्नु हो। त्यहाँदेखि ल ल त्यो उयो थाल बोक्नु, थाल बोक न। यहीँदेखि होइन हजुर हजुर 400 चार कुना है यहाँ यता गर्दा म यस्तो ए दिदीका हो। फुल राख्नु, अक्षत चढाउनु। हुन्छ त भगवान् रहेछ भुँगे रहेछ पिपे रहेछ हुने रहेछ बाटो पनि यहाँ दुईटा गाडिदिन्छु तल एउटा ल। भित्रै हुन्छ। हात राम्रै होला नि। राम्रै छ यो यसको लागि चाहिँ धेरै धेरै धन्यवाद है। दिदी आउनु ल होइन त अन्त ल त बोकेर आत्रेको चोटकम्मा छ त बदर बर्मा मम सपत्नी प्रमिला मोमो साहित्य यह भूमि पूजन कर्मणि परिपूर्ण सिद्धन प्रवेशले संहिता पशुजना सूर्य ब्राह्मण तुभ्यम सम्पूर्ण। लु त यहाँ गुरुजीले टिका लगाइदिनु हुँदैछ। अब चाहिँ प्रसाद बाँड्दा भयो।